कोटिसूर्यसमप्रभा निर्विघ्नं कुरु मे देवः सर्वकार्येषु सर्वदा। गजाननं भूतगणाधिसेवितं कपित्थजम्बूफलचारुभक्षणम् उमाच्युतं शोकविनाशकारकम् नमामि विघ्नेश्वरपादपङ्कजम्। खर्वं स्थूलतनं गजेन्द्रवदनं लम्बोदरं सुन्दरम् प्रच्छन्दन् मदगन्धलुब्धमधुपव्यलूलगण्डस्थलम् दन्ताघातवितारितारिरुधिरे सिन्दूरशोभाकरम् वन्दे शैलसुतासुतं गणपतिं सिद्धिप्रदं कामदम्। या कुन्देन्दुतुषारहारधवला या शुभ्रवस्त्रावृता या वीणावरदण्डमण्डितकरा या श्वेतपद्मासना या ब्रह्माच्युतशङ्कर प्रभृतिभिर्देवैः सदा वन्दिता सा मम पातु सरस्वतीं भगवती निशेषजाड्यापः। शुक्लं ब्रह्मविचारसारपरममाद्यं जगद्व्यापिनीं वीणापुस्तकधारिणीम् अवयदं जाड्यन्धकरापहम् हस्ते स्फाटिकमालिकां विदधतीं पद्मासने संस्थितम् वन्दे तं परमेश्वरीं भगवतीं बुद्धिप्रदं शारदाम्। ध्येयं सदा परिभवगनमभीष्टदोहम् तीर्थास्पदं शिवविरिञ्चिनुतं शरण्यम् भीत्यारतिहं प्रणतपालवादिपूतम् वन्दे महापुरुषतिश्चरणारविन्दम्। वंशी विभूषितकरा नवनीरदाभा पीताम्बराधरुणबिम्बफलाधरोष्ठा पूर्णेन्दुसुन्दरमुखाधरविन्दनेत्रा कृष्णात् परं किमपि तत्त्वमहं न जाने। कृष्णत्वदीयपदपङ्कजपञ्जरन्ते अद्वैतमे विशतु मानसराजहंस प्राणाय समये कफवातपित्तै कण्ठावरोधनविदो स्मरणं कुतस्ते। छुम छुम नो पुरपाहुमा कमरमा रत्नो जला मेखला चम चम कुण्डल कानमा तुलसीको माला झुलेको गला। गरेछन् वर्णन काव्यशास्त्रहरूले हे श्याम हे निर्मल तिम्रो दर्शनको सुयोग भगवान् मैले कहाँ पाउला। छौ वृन्दावनमा गयो कि मथुरा छौ द्वारकामा कतै छौ गोवर्धनमै कि वंशीवटमा छौ नन्द बाबा कहाँ। बरसानातिर छौ कि तालवनमा पर्खी बसेको छु म दिन्छौ दर्शन आउँछौ कि भगवान् कल्पी बसेको छु म। नमो नमस्ते खिल कारणाय नमो नमस्ते खिल पालकाय नमो नमः दैत्य विमर्दनाय नमोस्तु तस्मै पुरुषोत्तमाय। वन्दे देवौमापतिं सुरगुरुं वन्दे जगत्कारणं वन्दे पन्नगभूषणं मृगधरं वन्दे पशूनां पतिं वन्दे सूर्यशशाङ्कवनिनयनं वन्दे मुकुन्दप्रियं वन्दे भक्तजनाश्रयं च वरदं वन्दे शिवं शङ्करम्। अखण्डमण्डलाकारं व्याप्तमेन चराचरं तत्पदं दर्शितं येन तस्मै श्रीगुरवे नमः। अज्ञानं तिमिरान्धस्य
ज्ञानाञ्जनशलाकया चक्षुरुन्मिलितं येन तस्मै श्रीगुरवे नमः। ध्यानमूलं गुरुर्मूर्ति पूजामूलं गुरुर्पदं मंत्रमूलं गुरुर्वाक्यं मोक्षमूलं गुरुर्कृपा। जय बोलो सद्गुरुदेव भगवान को जय हो, आनन्द कन्द भगवान को जय हो, सुन्ने नि गरेर भनिदिनुहोस् न आजको आनन्दको जय जय हो, अझै बेसरी क्या साम्ब सदाशिव भगवानको जय हो। सबैको जय हो। समाधान श्रद्धालु भक्तजन, श्रद्धेय उपासक गुरु यज्ञाचार्य गुरु गणेश गुरु व्यवस्थापक गुरु आदरणीय गुरुदेव, त्यसै गरेर सम्पूर्ण गुरुदेवको हृदय शिर चरण कमलमा कोटि कोटि प्रणाम। त्यसै गरेर आज गुरु पूर्णिमा जगतभरि रहनुहुने शिक्षा दीक्षा ज्ञान सम्पूर्ण तबरबाट गुरु कहलिनु हुने सम्पूर्ण गुरुजनहरूप्रति शाश्वत प्रणाम दण्डवत प्रणाम अर्पण गर्न चाहन्छु। व्यासमा आसीन श्रद्धेय कलाकारज्यूहरू मन्जिल मोहन कार्कीज्यू लगायत उहाँको सम्पूर्ण टिमप्रति हार्दिक हार्दिक सम्मान। साउन्ड सिस्टममा रहनुहुने आदरणीय काका, त्यसै गरेर क्यामेरामा रहनुहुने प्राविधिकज्यू, त्यसै गरेर हाम्रो व्यवस्थापनमा रहनुहुने आदरणीय दिदी र आज पूजनीय गुरुदेवको आगमन भएको छ। आदरणीय गुरु श्रद्धेय प्रकाश न्यौपाने गुरुदेवको आगमन भएको छ। सबैले हात माथि गरेर जोरदार तालीले सम्मान गरिदिनुहोस्। श्रद्धेय आदरणीय गुरु परम पूजनीय वन्दनीय गुरुदेव प्रति हार्दिक हार्दिक सम्मान अर्पण गर्न चाहन्छु। त्यसै गरेर श्रद्धेय बाबाको आगमन भएको छ। घोराईबाट हरिप्रसाद न्यौपाने बाबाको आगमन भएको छ। जोरदार तालीले सम्मान गरौँ। त्यसै गरेर सचिवालयमा रहनुहुने परम आदरणीय श्रद्धेय हाम्रो यो सेकेको सुरुवाती चरणदेखि अहिलेसम्म हामीलाई लागिरहनु हुने हाम्रा अभिभावक, अब त संस्थाकै अभिभावकको रूपमा मैले चित्रण गरेको छु। श्रद्धेय श्री दामोदर पाण्डे बाबा प्रति हार्दिक हार्दिक सम्मान अर्पण गर्न चाहन्छु। यसरी खटेर यसरी दुःख पाएर आफ्नो अमूल्य समय हामीलाई यो यज्ञको लागि अर्पण गर्नुभएको छ। साँच्चीकै यो प्रशंसा योग्य मात्रै नभएर मुक्त कण्ठले प्रशंसा गर्नुपर्ने उहाँको यो भूमिका रहेको छ। त्यसै गरेर केशव दिपक शर्माज्यूप्रति हार्दिक हार्दिक सम्मान अर्पण गर्न चाहन्छु। भन्दै आउनुहोस्, आजको यो दिव्य सत्र सायं सत्र आज अम्बे गौरी माता भवानीको सङ्गीतसँगै प्रारम्भ गरौँ। जय अम्बे जय अम्बे अम्बे जय अम्बे महाकाली, जय अम्बे जय अम्बे अम्बे जय अम्बे महाकाली, जय अम्बे जय अम्बे अम्बे जय अम्बे महाकाली, जय दुर्गे दुर्गे जय जय दक्षिण काली, जय दुर्गे दुर्गे जय जय दक्षिण काली, जय अम्बे अम्बे जय अम्बे महाकाली। जय हो। सुरेश्वरी जय जगदीश्वरी जय परमेश्वरी आमा, देवी सुरेश्वरी जय जगदीश्वरी जय परमेश्वरी आमा, जय अम्बे अम्बे जय अम्बे महाकाली, जय अम्बे अम्बे जय अम्बे महाकाली, जय दुर्गे जय जय दक्षिण काली, जय दुर्गे जय जय दक्षिण काली। महेश मार्दिनी सिंह विरासिनी दुःख विनाशिनी
माता महेश्वरदिनी सिंह विराजिनी दुःख विनाशिनी माता जय अम्बे जय अम्बे अम्बे जय अम्बे महाकाली जय अम्बे जय अम्बे अम्बे जय अम्बे महाकाली जय दुर्गे 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 जय जय दक्षिण काली जय दुर्गे 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 जय जय दक्षिण काली। सुरेश्वरी जय जगदीश्वरी जय परमेश्वरी माता देवी सुरेश्वरी जय जगदीश्वरी जय परमेश्वरी माता जय अम्बे अम्बे जय अम्बे महाकाली जय अम्बे अम्बे जय अम्बे महाकाली जय दुर्गे दुर्गे जय जय दक्षिण काली जय दुर्गे दुर्गे जय जय दक्षिण काली। दशभुजधारिणी भवभयहारिणी शक्ति प्रदायिनी माता दशभुजधारिणी भवभयहारिणी शक्ति प्रदायिनी माता जय अम्बे अम्बे जय अम्बे महाकाली जय अम्बे अम्बे जय अम्बे महाकाली जय दुर्गे दुर्गे जय जय दक्षिण काली जय दुर्गे दुर्गे जय जय दक्षिण काली जय अम्बे अम्बे जय अम्बे महाकाली जय दुर्गे दुर्गे जय जय दक्षिण काली जय अम्बे अम्बे जय अम्बे महाकाली जय दुर्गे दुर्गे जय जय दक्षिण काली जय जय महाकाली जय जय दक्षिण काली जय जय अम्बेश्वरी जय जय महाकाली। जय बोलो अम्बे माता भवानी को जय जय हो स्थानीय देवी देवताहरूको जय जय हो आफ्ना आफ्ना कुलपितृहरूको जय जय हो। लोभश्चेत गुणेन किं विषुणता यद्यस्ति किं पातकै सत्यं चेत् तपसा च किं शुचिमनो यद्यस्ति तीर्थेन किं सौजन्यं यदि किं गुणैषु महिमा यद्यस्ति किं मण्डले तद्विद्या यदि किं धनैरपयशो यद्यस्ति किं मृत्युना लोभश्चेत् गुणेन किं विषुणता यद्यस्ति किं पातकै। ल हेर्नुहोस् त यदि लोभी छ भने चाहिँ पाप किन चाहियो है। संसारको सबैभन्दा ठुलो पाप लोभ अरे। कोही राम्रा मान्छे छन् लोभ लाग्दछन् अर्कैका हुन् भने हेरिरहनु पनि त्यो पनि पापै हो है। फेरि ल हेर हाँसेका है लोभ भयो नि त त्यहाँ लोभ नहोस् कसैमा के को लोभ राख्ने छ भने भाग्य आफै पनि आउँछ उडेर गएको चिज पनि फर्केर आउँछ है हो। लोभश्चेत् गुणेन किं पिशुनता यद्यस्ति किं पातकै सत्यं चेत् तपसा च किं शुचिमनो यद्यस्ति तीर्थेन किं सत्यं चेत् तपसा च किं शुचिमनो। शुचि भनेको पवित्र मनो भनेको मन। यदि मन पवित्र छ भने र सत्यमा रहेको छ भने चाहिँ
शुचि मनो यद्यस्ति तीर्थे न किम, मनै शुद्ध छ भने तीर्थको किन अर्थ। त्यो देख्दै तीर्थ जस्तो आफै छ, झलमल छ, अति सुन्दर छ, पवित्र छ, ज्ञानमा पारङ्गत छ, केही पनि जानेको छैन, सत्यमा रहेको छ, शुद्ध मन भएको छ भने चाहिँ त्यही हो है। शुद्ध मन छ भने चाहिँ तीर्थ किन चाहियो। यसैबाट मन पवित्र भइराखेको हुन्छ। जहाँ बस्यो त्यही शुद्ध मनले परिकल्पना गर्यो भने देवताको आगमन त्यही हुन्छ, देवताको स्मरण त्यही हुन्छ है। सौजन्यम यदि किम गुणैषु महिमा, यद्यस्ति किम मण्डले। हेर्नु त, सौजन्य किम गुणैषु महिमा यद्यस्ति किम मण्डले। सज्जन भएर अरूको यसै पनि गुण किन चाहियो। आफू सज्जन छ भने चाहिँ अरू गुण किन चाहियो। त्यत्तिकै महिमा भए आफ्नो महिमा फलान साह्रै असल छ। ए भगवान्, कस्तो ज्ञानी मान्छे हो। यो चराचरा लोक र जगतमा यस्तो मान्छेको हुन्थ्यो र भनिदियो भने सबैले वर्णन गरिरहन्छन् भने चाहिँ किम मण्डलै। यहाँ कुण्डल लगाएर त्यति मात्रै नभएर यहाँ हारै हार लगाएर सुनका लकेट लगाएर हिँड्नु परेन। फलानी साह्रै गतिले चाहिँ भरै भगवान्कै अंश बनेर आइछ। ए ठुला मान्छे देख्न हुन्न दर्शन भनै छ। कहिले घमण्ड बोल्दिन, रिसाएको त कहिले देख्न परिया छैन भन्ने होला नि त। कहिले रिसाउनुहुन्छ रिसाउनु न, कुनी नरिसाउनु त कोही छैन होला संसारमा। छ त छ, म त रिसाउन्न भने होला कि कसैले। छ कोही छैन। के का नरिसाउनु, कति रिसाउँछन्। अब त्यो घर बिहोरेका लाउने मान्छेलाई थाहा होला नि। अहिले यहाँ म रिसाउँछु भनेर त कसले भन्छ त नि है। हो ल हो। रिस पनि दुई प्रकारका हुन्छन्, तीन प्रकारका। एउटो रिस हुन्छ के त भन्दा प्रतिकार गर्ने है। प्रतिकार पनि के कस्तो भन्दा प्रतिकार, त्यही रिसका प्रतिकार तीन प्रकारका हुन्छन्। एउटा प्रतिकार, आज बुढोसँग रिस उठेको छ नि, बेलुका खाना दिनेलाई फ्यात कुखुरा फाल्ने जस्तो थाल फालिदिनु है। अनि उति बेला भात खाने बेला बुढाले केही भने त्यही डाडुले हानेर कसौडी पल्टाइदिनु। एउटा रिस है। हो, अधम रिस। अधम रिस त्यो डाडु पल्टाउने अनि फेरि चिच्याएर तिन गाउँमा सुनिने गरेर बुढालाई झगडा गर्ने, बुढालाई नानाभाती भन्ने, श्रीमतीलाई नानाभाती भन्ने, त्यो चाहिँ अधम रिस। अब मध्यम रिस कस्तो हुन्छ त भन्दा, रिस उठ्यो साह्रै रिस उठाउन भने यहाँ आउनुहोस् त एकैछिन काम छ भनेर बोलाउने। कोठामा गएर फन्केर बुढाले मात्र सुन्ने गरेर गुण गाली गर्ने। छोराछोरीले पनि थाहा नपाउनु भने बुढोले मात्र सुन्नु भनेर गाली गर्ने। कोठामा लगेर अरूलाई नसुनाएर नदेखाएर बुढोसँग गाली गर्ने। कोठा बाहिर आइसकेपछि बाउरामा झगडा गरेको थियो कि भने थाहा नदिने, थाहा नहोस् भने है। त्यो चाहिँ मध्यम, अर्थात् अर्को अधम, त्यो मध्यम। रिस पनि उत्तम किसिमको रिस हुन्छ अरे कि। उत्तम किसिमको रिस बताउँछु है, भोलिबाट त्यही रिसाउनुहोस् है। हो, उत्तम रिस भनेको के त भन्दा, रिस जसलाई नि हो, मैला नि उठ्ला, अर्कोलाई नि उठ्ला, देवता त रिसायो अनि हामी रिसाइन्न होला त। उत्तम रिस भनेको कुन रिस त भन्दा, कसैसँग साह्रै रिस उठ्यो, कसैसँग साह्रै रिस उठ्यो भने, कसैसँग साह्रै रिस उठ्यो भने चाहिँ श्रीमान होला आफन्त होला सबैसँग यदि साह्रै रिस उठ्यो भने चाहिँ, साह्रै रिस उठ्यो भने एउटै छ के त विधि त भन्दा, रिस उठेको 3 दिन पछाडि अर्थात् सके 7 दिन नभए 3 दिन पछाडि मात्रै प्रतिकार गर्ने। त्यो पनि मौन बसेर, त्यो उत्तम रिस अरे है। आज बुढाले जति भने सोही नसक्नु भयो भने चाहिँ कापीमा गएर लेख्ने अरे। 3 दिन बित्यो, यति घन्टा 3 दिन बित्यो भने चाहिँ बल्ल, त्यो पनि मौन अरे। त्यो 3 दिन बितिसके पछाडि 1 दिन जति नबोल्नु होइन। किन रिसाइछौ भनेर बुढाले फकाउँछन्। उस्तै भएर 3 दिन पछाडि त्यो रिसै मरिसक्छ होइन। हो, त्यो उत्तम रिस। त्यो उत्तम रिस आएका कोही पनि छैनन् होला, भोलिबाट त्यही गरौँ। ओहो, गुरु के सिकाउन आएछ कुनै, हाम्रो घर त श्रीमतीज्यू यति फेरेर आइछन् भन्न होला फेरि स्वामीज्यूले है। सगभर रिस हुन्छ। रिसमा चाहिँ के गर्नु त भन्दा, बरु प्रतिकार केही पनि नगर्नु। फाइदा पनि छ क्या छोरी मान्छेलाई। साह्रै रिस उठ्छ नि त कहिले, घरमा गर्नुपर्छ, छोराछोरी हेर्नु पऱ्यो, यता फलानु यसो गर उसो गर, दिनभरि काम गरेर चाहिँ बेलुका आएर त ढलक बसेर खाइछस् के गरिछस् भन्छन् नि। यो लाउने मान्छे जाता 1 दिन गरेर हेरौँ त माइते गए बेला, ए भगवान् तिनी कुकर यसो माझे जस्तो गरेर खलखल पखालेर बाहिरपट्टि कालै कालो धोइसो, त्यो घर त्यो भान्सा 2 दिन माइते गएर फर्केर आउँदा देखिन्छ नि उनका हरिगति होइन त। हो,
त्यो भएको हुनाले के गर्नु त भन्दा प्रतिकार क्रोधले नगर्नु, मौनले गर्नु। क्या मौन पनि ठुलै प्रतिकार हुन्छ त। ल श्रीमती रेस्टुरेन्ट बेलुका आएर बोलिनन्, नबोलिसकेपछि के गर्ने? ल भात खान लिऊ भन्नै पर्यो, नबोलिकन भात दिने होइन? होइन किन रिसाइ छौ भन्ला नि, फेरि उताबाट फकाउँछन् होइन? हो, उनले जसले रिस उठाउनको लागि उठ्नको लागि अर्थात् रिस उठाएको छ उसैले फकायो भने सम्झनुहोस् त्यही हो माफी मागेको। केही सकिन्न फेरि माफी जतिको सस्तो केही पनि नगराउनु। माफी दिनु र माफी लिनु, अर्कालाई दिन पनि र माग्नु पनि। माफी माग्न पनि साह्रै सस्तो बनाउनु, जोसँग पनि माफी माग्न सक्नु र जसलाई पनि माफी दिनु। ल केही गल्ती भएछ आज स्वामी राजै रिसायो अरे के गर्ने? होइन है बुढा किन हो यसो अँध्याएर मन गराउन आउँछ, बोल्नु परेको छैन त भन्यो भने चाहिँ लौके यता हेर्नुहोस् त कान्छो पे उठबस गरेँ कतिचोटि गरौँ भन्नुहोस् त, एकचोटि दुईचोटि तिनचोटि भयो भन्ने पर्दैन भन्यो भने मक्ख परिहाल्छ नि। अब अर्कोले देखाएको छैन, आफ्नै स्वामीले देखाएको त हुन् कि हुने हो र तिमी होइन त। एकचोटि कान छोपेर उठबस गरे कुरो सकिँदो रहेछ, त्यत्तिकै डाडुले हान्ने कि पैनोले हान्ने कि उता कसोडी फालिदिने कि तेरी सासू यस्तै त फलाने यस्तै, कुल हेर न, खानदान हेर न, कस्ताको सन्तान, नाना भान्ती किन भन्नु पर्यो होइन? हो हो त्यसरी मिल्नु। यहाँ अर्काको घर पनि हामीले मिलाइदिनु परेको छ दैव। यति भएपछि फेरि कुनै डिभोर्स भन्ने ऐजहरू पलाउनु कि भनेर होइन? यति गऱ्यो भने फलाना फलाना छुट्टी अरे, अहिले त 60 वर्षको उमेरमा पनि डिभोर्स भन्दा रहेछन् नि है। कुनै 54 वर्षमा उनीहरूले गाउनु कसले को भगाएर लिएर गयो भन्ने सुन्न परेको थियो घोराइमा। ठुलै चिने जानेका मान्छेले दैव मर्ने बेला पैसा आयो भने त्यही त होला नि। जय बोलो आनन्द कन्द भगवानको। त्यो भएको हुनाले सौजन्यम यदि किम गुणै सुमहिमा यद्यस्ति किम मण्डलै तद्विद्या यदि किम धनैर पयसो यद्यस्ति किम मृत्युना तद्विद्या यदि किम धनैर पयसो यद्यस्ति किम मृत्युना। यदि सत्य विद्या पढेको छ, ज्ञानी छ, सज्जन छ, धनै र पयसो भनेको अपयस अर्थात् यदि राम्रो विद्या छ भने चाहिँ धन किन चाहियो? त्यति मात्रै नभएर धनै र अपयसो यद्यस्ति किम मृत्युना, अपयसो यद्यस्ति मृत्युना किम है। यदि अपयस सबैले अपजस गर्छन्, जति गरे नि अबजसै दिन्न नि, कस्ता हुन् हाम्रा घरका त भन्छन् नि। हो त्यो अबजस भनेको के त भन्दा राम्रो गर्यो बा भनेर कहिले कहिले ढाडस दिने भन्छन् नि। हो त्यो अबजस पनि दिनु क्या। कहिले कहिले सानसानोमा बाबु नानीले काम गरेर आउँदा हामीलाई भन्नुहुन्थ्यो के अरे बा आमाले अब तपाईँहरूलाई भन्नु थाहा भएन, यसो काम गरा नि, हेर हेर नानीले कति काम गरेको, कठैबाट यत्रो घाँस ल्याएर कति धौ बा होला, बस बा बस अब जाउ जाउ त्यहाँ पानी राखिदिएको छ पानी खाऊ, नत्र भित्र दही छ दही फिटेर मै खाएर हुन्छ नानी, जाउ जाउ कति हेर त एउटो मुठो घाँस लिएर आएछ भनेको दुईटा लिएर आएर हेर हेर कति धौ बा होला स्कुलबाट आउँदा बित्तिकै। त्यसो भनिसकेपछि मख ओहो आमाले कठै भनिन् भनेर फेरि भोलि जाँदा फेरि 3टा मुठा घाँस फकाउन जाने थियो नि उति बेला बा आमाले। पढ्यो पढेन भन्ने मतलबै छैन, घरमा काम गर्यो भने कठै। जसले काम गर्दैन त्यसलाई चाहिँ पढ बसेर पढ, जसले काम गरेछ यसलाई धौबा छ आज भोलि बिहान उठेर गर्छ होमवर्क सुत अरे त्यस्ता हुन्थे। यहाँ पढेर घरबाट मान मर्यादा खाइन्थेन, काम गरिसके पछाडि बल्ल इज्जत बा आमाले जय जय गर्थे है। त्यो भए हुनाले यदि अपजस छ भने चाहिँ अपयस छ भने चाहिँ किम मृत्युना, अरूले सबैले के गरेका छन्, अपमान गरेका छन्, दुराचार गरेका छन्, अन्याय गरेका छन्, तिरस्कार गरेका छन् भने चाहिँ मृत्युना किम किन मर्नु पर्यो, जिउँदै मर्याको भनी नाउँ कसको भन्दा त्यस्तैको हो। त्यो भएको हुनाले के गर्नु त भन्दा मनमा शान्ति ल्याउनु, आध्यात्ममा मन लगाउनु, जीवन परम मुक्तिको मार्गमा तुल्याउनु, यही हो नीतिको गाथा है। त्यो भएको हुनाले कर्म गर्नु, सबै कर्महरू के गर्नु त भन्दा गरेका कामहरू हुन् है, पढ्ने विद्याहरू होस्, आफ्ना निर्णयहरू हुन्। के गर्नु त भन्दा छानेर मात्रै गर्नु, छानेर यो योग्य छ भन्ने निर्णय भइसके पछाडि मात्रै गर्नु है। नीतिले बताएको छ अनन्त शास्त्रम बहुला सविद्या अल्पचायु बहुविघ्नता च यदसारभूतं तदुपासनीयम् हंसो यथा क्षीरपिबम्बुमध्यात्, हंसो यदा क्षीरपिबम्बुमध्यात्। जसै गरेर हाँसले पानीमा लगेर एक कचौरा दुध खनाइदिइसकेपछि चतर 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 गर्छ, दुध मात्रै छानेर खान्छ,
त्यसै गरेर भयभरिका शास्त्र कति छन् कति, यहाँ कसैले लिएर आएर ग्रन्थ देला अर्को, पुराण सुनाउने पनि गुरु कति छन्। यो मैले सुनाएको सबै ग्रहण गर्न योग्य छन् छैनन्, योग्यलाई ल्याउनु। ग्रहणै गरेछन् भने आदि ग्रहण गरे पनि सुध्रिएर कति पुग्थे क्यारे खै। सुनाएर सक्यो, 30 दिन बित्यो, 28 गते भयो भने के सुने त्यो बजै, 25 गते के सुने भन्दा खैके कुनै थाहै छैन गरे भन्ला। सुन्ने बेला झल मलाई एकहोरो रल्ल परेर सुनेकालाई हेर के सुन्यौ भनेर घरमा गएर लौनीज्यूले सोध्यो भने थाहा छैन छ त। यो सुनेको पनि यसो परीक्षा पेपर आउँदा पास हुने फेल हुने भए पढ्दै कि अलिकतिले है। घरमा गएर सुन्नु, पढ्नु, जान्नु। अहिले यहाँ नआएपछि के आउँछ त भन्दा शिवपुराण एक दिन त सुने, अर्को दिनको के थियो कुन्नी। बेलुकी सत्रमा शिवपुराण हुँदैन है, यो सत्सङ्ग मात्रै हो, जीवन ज्ञानको गाथा हो। शिवपुराण दिवा सत्रमा 12:15 बजेदेखि 3:30 पौने 4 बजेसम्म यहाँ लाइभ गर्नु भएको छ। अहिले पनि 300-400 जनाले हेरिरहनु भएको छ। परोपकार टिभी भनेर खोज्नुभयो भने त्यहीँ भेटिन्छ। AMRITSHARAN अमृतशरण स्पेस DEVACHARYA अमृतशरण देवाचार्य भनेर युट्युब, टिकटक, इन्स्टाग्राम कता कता हो, जताततै तिनीहरूले राख्छन्, त्यतै भेटिन्छ। गएर खोज्ने। आजको त हेर्न जान पाइएन, कस्तो थियो कुन्नी। म नाचेकी थिएँ, आएको छ कि छैन, 2-3टा क्यामेरा घुमाएर सबैका अनुहार जुम गरी गरी खिचिया हुन्छन् उनले। अनुदीपसँगै अर्को भाइ पनि आइराखेको छ है, धेरै मेहनत गर्छ। हेर्नु घरमा गएर बेला बेला हेर्ने हुन्छ। ऐतिहासिक के हो, आजको सम्मको जीवनमा तपाईँका बाउ बाजे बराजुसम्म अहिलेसम्म 1 महिना यसरी कथा श्रवण गराएको यो ठाउँमा थिएन इतिहास। त्यो भएको हुनाले पहिलो पटक भएको है। यो ऐतिहासिक यज्ञमा उपस्थित हुन पाउनु पनि सौभाग्य हो। अझ कथा सुन्न पाउनु त अहो भाग्य है। हाम्रो परोपकार अमृत नेपाल संस्था लमैमा पनि छिट्टै 4 दिन 5 दिन भित्र खुल्दैछ लमै शाखा है। यो लमै शाखामा खुल्छ र हामीले यहाँ हजुरहरूले दान गर्नुभएको पैसा, खर्च कटाई बचेको पैसा राखेर अब को बाबामा कोही बिरामी हुनुहुन्छ होला, कोही अशक्त हुनुहुन्छ होला, कोही छोरो भएर पनि दुःख पाउनु भएको छ, कोही अति विपन्न भएर हस्पिटलमा उपचार गर्न पाउनु भएको छैन, त्योबाट आउने ब्याज चाहिँ उहाँहरूलाई हामीले सहयोग गर्ने भनेर परोपकार अक्षय कोष स्थापना गर्ने भनेका छौँ है। तसर्थ हजुरहरूले आफ्नो गाउँघरबाट तपाईँले दिएको के थाहा, अहिले पो छोराबुहारी साथमा छन्, भोलि यसो केही कुरो मिल्दैन र फर्काइदियो भने के गर्ने। लौ गुरु अस्ति मैले 1 लाख रुपियाँ दिएको थिएँ, अक्षय कोषमा राख्दै थिएँ, यसो केही कसो मलाई हुँदैन भन्नुभयो भने हुन्छ आमा किन नहुनु भनौँला। भोलि आफैलाई पनि पर्न सक्छ। के थाहा अहिले पो सम्पन्न हुनुहुन्छ, एक्लो कति बेला के हुन्छ भन्ने थाहा छैन। रङ्कम करोति राजनम राजनम रङ्कमे बचा धनिनम निर्धनम जैव निर्धनम धनिनम विधि। राजा पनि के हुनेछ त भन्दा रङ्क हुन सक्छ, रङ्क पनि राजा हुन सक्छ, धनी पनि निर्धन हुन सक्छ, निर्धन पनि धनी हुन सक्छ। थाहा छैन जीवन कसलाई के थाहा छ र केही पनि थाहा छैन। आज यहाँ छ भोलि कहाँ आउने हो के थाहा। आजको 1 हप्तापछि को बाँच्छ को मर्छ कसैलाई थाहा छ? थाहा छैन नि त। त्यो भएको हुनाले हो सत्यकर्म गर्नु, दान धर्म कर्म पुण्यले आफैलाई लाभ हुने भनेले त भन्लान् के भन्लान् कसो भन्लान्। यो अक्षय कोषमा राखेको रकम म मात्रै होइन, कोही ब्रह्माण्डको कोही मान्छे आउँछ भने पनि त्यो रकम अपचलन गर्न पाउँदैन, रकम अपचलन गर्न पाइँदैन। त्यो रकमको ब्याज मात्रै, संस्थामा त मै मात्रै रहन्छु अर्को रहन्छ भन्ने हुँदैन नि त। हो त्यो रकमको ब्याज मात्रै चलाउन पाइन्छ। अर्थात् हाम्रा छोरा नाति पनाति जति आउँदै आउँदै गए पनि त्यो पैसा सकिँदैन, जस्ताको तस्तै बस्छ। पछाडि त्यो कोष ठुलो ठुलो हुँदै गयो भने त्यसका अनेक अनेक कार्यहरू बढ्दै बढ्दै जाला। तसर्थ सबैले हातेमालो गरौँ, सके धेरै नसके थोरै, जति सक्छौँ त्यति गरौँ, तर अवश्य केही न केही गरौँ। श्री शिव महापुराण ज्ञान सामाजिक सद्भावको पहिचान सके सधैँभरि आउन नसके दिवा सत्र र बेलुकी सत्र आउनै पर्ने ठाउँ, त्यो पनि सकिन्छ भने चाहिँ बिहानै 17 बेलुकी 17 बिहान 7 बजेदेखि 11:30 बजेसम्म पूजा, 12:15 बजेदेखि 3:30 बजेसम्म कथा, त्यसै गरेर बेलुकी 7 बजेदेखि 10:30 बजेसम्म कथा सत्सङ्ग प्रवचन, त्यसै गरेर आरती भजन कीर्तन सधैँभरि। कति राम्रो हेर्नुहोस् त, तिजेका गीतमा नाच्न पनि यहीँ पाइहाल्छ, भजनमा पनि यहीँ रम्न पाइहाल्छ है। अन्त महोत्सवमा जाँदा पैसा टिकट, यहाँ त आनन्दले केही पनि परेको छैन, रहर भएर दान गरे भयो, कसैले कसैलाई कर गरे पनि छैन है। सचिवालयमा हेर्नुहोस् त व्यस्त छ, प्याक छ, दान गरिरहनु भएको छ दानवीर दाता है।
दिउँ दिउँ लाएछ भने रहर लाए जान होला है। गुरुले भन्नु त्यही भएर दिएँ भनेर नदिनु होला। यसो दिउँ लायो मलाई पनि कस्तो 1000 5000 मात्रै भए पनि सबैले आरती गरे म मात्रै छुटेछु कि क्या हो भन्ने जस्तो लाग्छ भने चाहिँ 5100 अर्पण गरेर बिहानी सत्रमा लसुन प्याज माछा मासु नखानु, अघिल्लो दिन अर्को दिन बिहानी सत्रमा पानी मात्र खानु, अर्को दिन अघिल्लो दिन सकभर 3 दिन नभए 1 दिन लसुन प्याज माछा मासु नखानु, अनि अर्को दिन बिहान स्नान गरेर आएर पूजा गर्नु, पूजा गरेर फलफुल र दुध खाएर घर बस्नु, दिनभरि कथा सुन्नु, बेलुकी सत्रमा गएर सङ्कल्प गरेर आरती गरेर अनि बल्ल घरमा गएर प्रसादी ग्रहण गर्नु है। यसरी आरती गर्नु पर्दछ। कुल पितृ मात्रै नभएर आफ्नै लागि पनि राम्रो हुने गर्दछ है। त्यो भएको हुनाले सबैले के गरौँ त भन्दा जे सकिन्छ जसो सकिन्छ आध्यात्ममा मन लागोस्। तपाईँ आध्यात्मिक हुनुभयो भने लाभ तपाईँलाई हो, तर फाइदा हामीलाई पनि हुन्छ नि है। तपाईँ आध्यात्मिक हुनुभयो भने तपाईँ हाम्रो प्रवचन सुनेर कथा सुनेर त्यति मात्रै नभएर हामीले सिकाएका जीवनका गाथाहरूबाट किञ्चित रूपमा गुरुले यसो भन्नुभएको थियो म भोलिबाट त्यस्तै गर्छु भनेर लाग्नुभयो भने तपाईँलाई त लाभ हुन्छ नै, तपाईँलाई त लाभ हुन्छ नै। त्यो सँगसँगै मलाई पनि लाभ हुन्छ। किन भन्दा तपाईँले मलाई देखाउनु पर्दैन, तपाईँमा भएको त्यो आध्यात्मिक लाभ मलाई पनि हुन्छ। भक्त होस् या शिष्य होस्, ऊ ज्ञानी भयो भने चाहिँ आध्यात्मिक लाभ गुरुलाई हुन्छ, आर्थिक लाभ उही शिष्यलाई उही भक्तलाई हुने हो है। आध्यात्मिक लाभ मलाई पनि हुन्छ। त्यो भएको हुनाले मलाई सफल बनाउनको निम्ति मैले गरेका अर्थात् बताएका विचारहरूलाई तपाईँले पालना गर्नु पर्यो। जय बोलो आनन्द कन्द भगवानको जय। भगवानको नाम लिनु, भगवान सँगै रमाउनु। उही भगवानको नाम लिइसके पछाडि जीवन पवित्र हुन्छ, त्यसमा कुनै पनि संशय छैन। हे हरि रामका चरणमा चित्त लाउनु, कहिल्यै नबिर्सनु, चोलायो 2 दिनको। रामका चरणमा चित्त लाउनु, सबै नाचौँ है। नबिर्सनु, चोलायो 2 दिनको। रामका चरणमा चित्त लाउनु, कहिले नबिर्सनु, चोलायो 2 दिनको। रामका चरणमा चित्त लाउनु, कहिले नबिर्सनु, चोलायो 2 दिनको। हाम्रो कागजको पुतली हो, कागजको पुतली। यो देह हाम्रो कागजको पुतली हो, कागजको पुतली। हावा आए उडाइ लान्छ, कहिले नबिर्सनु, चोलायो 2 दिनको। हावा आए उडाइ लान्छ, कहिले नबिर्सनु, चोलायो 2 दिनको। त्यसैले रामका चरणमा चित्त लाउनु, कहिले नबिर्सनु, चोलायो 2 दिनको। हरे हरे रामका चरणमा चित्त लाउनु, कहिले नबिर्सनु, चोलायो 2 दिनको। जय हो जय हो जय हो। नाचौँ है त। यो देह हाम्रो कागजको पुतली हो, माटोको पुतली। यो देह हाम्रो माटाको मूर्ति हो, माटाको मूर्ति। पानी परे गली जान्छ, कहिले नबिर्सनु, चोलायो 2 दिनको। पानी परे गली जान्छ, कहिले नबिर्सनु,
बिर्सनु चोलायो 2 दिनको रामका चरणमा चित्त लाउन कहिले नबिर्सनु चोलायो 2 दिनको जय हो हाम्रो सुकेको दाउरा हो सुकेको दाउरा यो देह हाम्रो सुकेको दाउरा हो सुकेको दाउरा आगो लागे जली जान्छ कहिले नबिर्सनु चोलायो 2 दिनको आगो लागे जली जान्छ कहिले नबिर्सनु चोलायो 2 दिनको रामका चरणमा चित्त लाउन कहिले नबिर्सनु चोलायो 2 दिनको जय हो है त नाचेको नाचौँ है हाम्रो खोलाको बालुवा हो खोलाको बालुवा यो देह हाम्रो खोलाको बालुवा हो खोलाको बालुवा हावा आए उडाइ लान्छ कहिले नबिर्सनु चोलायो 2 दिनको बाढी आए बगाइ लान्छ कहिले नबिर्सनु चोलायो 2 दिनको रामका चरणमा चित्त लाउन कहिले नबिर्सनु चोलायो 2 दिनको रामका चरणमा चित्त लाउन कहिले नबिर्सनु चोलायो 2 दिनको रामका चरणमा चित्त लाउन कहिले नबिर्सनु चोलायो 2 दिनको 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 जय बोलो रामचन्द्र भगवानको जय जय हो योगी पुरुष भगवानको जय जय हो आजको आनन्दको जय जय हो भगवानको नाम लियो भने पार तरिन्छ ल्याइएन भने सक्यो